नमस्कार। आज EEVS मा स्पेशल गेस्ट हुनुभएको छ साधना वाग्ले। हेलो साधना। नमस्ते। नमस्ते। अनि तत्काल क्यानाडा जाने निर्णय गर्नुभएको छ अरे, कस्तो भएको छ मनमा? एकदम खुसी लागेको छ। अनि क्यानाडामा कुन सब्जेक्टमा स्टडी गर्न र कहाँ पढ्न जाँदै हुनुहुन्छ? म चाहिँ योपालि विनिपेग म्यानिटोबा भन्ने युनिभर्सिटी अफ म्यानिटोबामा बिजनेस ब्याचलर पढ्नको लागि। बिजनेस ब्याचलर। अनि कसरी क्यानाडा रोज्नु भएको त? क्यानाडा चाहिँ पहिलाको पार्टी म गइसकेको हो। अलराइट। अनि यो पार्टी चाहिँ अब युनिभर्सिटी पढ्नको लागि 4 सालको लागि नै उहाँको चाहिँ पढाइ चाहिँ एकदम राम्रो छ। पढाउने तरिकाहरू पनि सजिलो गरी है, स्टुडेन्टहरूको लागि सजिलो हुने तरिकाहरूले पढाउँदाखेरि मलाई वहाँनेर मतलब चासो। हजुर। अलराइट। अनि कसरी EEVS लाई कन्ट्याक्ट भयो? अनि कन्ट्याक्ट चाहिँ उहाँ नेपालमा म हुँदाखेरि मलाई मामाले चाहिँ भिजा टिम यहाँ मेन्डलीमा पनि छ भन्नुभयो। अनि यहाँनेरिदेखि भिजा अप्लाई गर्न चाहिँ एकदम सजिलो भयो अनि भिजा टिमसितै कनेक्ट भएको। अनि EEVS त अब भिजाको सब लाइक स्कुलको लागि प्रोसेस गर्दा के डिफिकल्टीहरू पनि थिए कि उहाँहरूले के सहयोग गर्नुभयो, कस्तो भयो, अलिकति एक्सपिरियन्स भनेर बताइदियो। हजुर, भिजा प्रोसेसमा चाहिँ भिजा टिमहरूले चाहिँ एकदम मलाई हेल्प गर्नुभयो। त्यो चाहिने कागजपत्रहरू कलेक्ट गर्नेहरू अनि नोट्री बनाउनेहरू अनि ती सबैलाई अब उनीहरूले भनिदिन्छन्, मतलब लिस्ट बनाएर दिन्छन् कसरी उनीहरूलाई एप्लाई गर्ने हो भन्दै। अनि स्कुल पनि एप्लाई गर्न हेल्प गरिदिन्छ। अनि क्यानाडा, जर्मनी अनि अब अस्ट्रेलिया, सिङ्गापुरहरू थो ट्युसन फीहरूमा कुन चाहिँ अलिकति सजिलो र मतलब अफोर्डेबल जस्तो लाग्यो? ट्युसन फी चाहिँ हेऱ्यो भने अफोर्डेबल चाहिँ क्यानाडाको पनि अफोर्डेबल नै छ सबसे धेरै। हजुर, त्यो अनि क्यानाडाको चाहिँ अरू ट्युसन फी बाहेक अरू त्यो है सर्भिसहरू पनि है स्टुडेन्टहरूको लागि अब हेल्थ केयरहरू जस्ताहरू अनि मेन्टल हेल्थहरू अनि खानेकुराहरूमा उनीहरूले अब मतलब सबै तेज हुने बनाइदिन्छ। उहाँ क्यानाडामा तपाईँको अहिले तत्काल उहाँ पुगिसकेका कोही साथीभाइ बहिनीहरू थिए? हजुर, साथीहरू त थिए, अनलाइनदेखि नामले साथीहरू भएका, यहीँ बर्मादेखि पुगेका। र हाम्रो EEVS लाई केही कुरा बोल्न छ, केही भनिदिन छ? भिजा टिमलाई। हजुर, भिजा टिमलाई। हजुर, त्यो मैले यो भिजा पाएको त्यो है हेल्पहरू सबै उनीहरूले नै गरिदिएर आएका हुन्। त्यो के अरे डकुमेन्टहरू कलेक्ट गर्नेहरू, नजानेको कुराहरू पनि कति सिक्न पाएँ मैले। SOP लेख्नेहरू अनि अरू ती आफै गर्नुपर्छ, आफै गर्नेहरू पनि सिकेँ मैले आफै। अनि अरू हेल्प मैले अब अरूलाई पनि हेल्प गर्न जान्दछु अनि भनिदिन पनि हुन्छ। यहाँनिर भिजा अप्लाई गर्न सजिलो छ भन्दै सबैको लागि। आउने स्टुडेन्टहरू कोही बहिनी कोही दिदीहरू पनि एब्रोड स्टडी गर्न सोचेका होलान्, उहाँहरूलाई केही भनिदिन चाहन्छौ? हजुर, नडराई अप्लाई गर्नु अनि भिजालाई अब गिभ अप नगर्ने। हजुर, फ्यामिली सपोर्टहरूको फ्यामिलीको सपोर्ट पनि चाहिन्छ। फ्यामिलीको सपोर्ट चाहिँ धेरै नै चाहिन्छ। अब त्यो सपोर्ट मिल्यो भने अब जानिएन भने पनि यस्तो भिजा टिमहरू हुन्छन्, भिजा टिमहरूले गाइड गरिदिन्छन् सबै स्टेप बाई स्टेप अनि सकिन्छ सबै। थ्याङ्क यू। कन्सल्टेन्सी गर्दा जस्तो भिजा अनि त्यहाँबाट हाम्रो फाइनेन्सियल कागजातहरू बनाउँदा SOP गराउँदाखेरि EEVS जस्तो एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसले केही चार्जेस गरियो के त? चार्जेसहरू चाहिँ केही थिएन, सब फ्री अफ चार्ज नि। हजुर, उताले गाइड गर्नुभयो मलाई कसो गर्ने हो अनि आफूले गरेर उनीलाई चलाउने मात्रै। हजुर, र यहाँ बहिनीले भने जस्तो एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसमा यदि तपाईँले सम्पर्क राख्नुहुन्छ भने हरेक कुरा कन्सल्टेन्स गर्नु, तपाईँको SOP गर्नको लागि, तपाईँलाई हेल्प गर्ने, फाइनेन्सियल कागजातहरू हेल्प गर्नको लागि पुरा फ्री अफ चार्जमा गरिदिँदैछ। र एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसलाई सम्पर्क गर्नको लागि यहाँ दिएका नम्बरहरूमा तपाईँहरूले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। धन्यवाद बहिनी। थ्याङ्क यू। नमस्ते।